यस मञ्चमा आसीन यस सभाका सभापति महोदय, यस व्यासमा आसीन प्रमुख अतिथिदेव, हाम्रो नियमित हाम्रो निमन्त्रणालाई स्वीकारेर आमन्त्रित मेरा आदरणीय अतिथि महानुभावहरू, हामी विजय दशमी 2074 को आगमन सँगसँगै हामीले एउटा तय गर्यौं। हामी साप्ताहिक रेडियो दुधौली साप्ताहिक पत्रिका र दुधौली सामुदायिक एफएम ले एउटा आयोजना गर्ने निर्णय गर्यौं, किनकि दुधौली नगरपालिकामा विकासको क्रम सँगसँगै एउटा हामीलाई एकदमै आवश्यक पर्ने र विकासलाई एकदमै जोडतोडका साथ अगाडि बढाउने चिज एउटा माध्यम भनेको मिडिया हो। बिना मिडिया हामी केही पनि गर्न सक्दैनौँ। जसरी हामीले पहिला परम्परादेखि नै एउटा मध्यस्थकर्ता नमीको काम एकदमै आवश्यक परेको हुन्छ, त्यसरी नै अहिले आधुनिक युगमा हामीले नमी अर्थात् मिडियाको काम हामीले एकदमै फर्किएको अवस्थामा दुधौलीमा धेरै विकासहरू भए, तर दुधौलीमा एउटा विकास कहिले पनि भएन। यो